गुड मर्निङ। कस्तो हुनुहुन्छ तपाईहरु? म पनि ठिकै छु। आज नि पानी परेर कति दिन भयो, 2-3 दिन भइसक्यो पानी परेको। अन्त यस्तो धनियाहरू रोपेको थियो नि त मेरो यसैले। कस्तो भएछ हेर्नु नि, यहाँ कुखुराले गर्छ भने। यो चाहिँ हाम्रो भोटे धनिया भन्ने हो। यो चाहिँ भोटे धनिया। अब चाहिँ माथिले देखाउँछु नि ल। माथि पुगेर सिधै अब यसको मैले अरु रोपेको चिज हेर्नु नि। पानीले कस्तो बिजोग भएछ, कति भइसक्यो। 3-4 दिन हुन आँट्यो पानी परेको, अहिलेसम्म पानी रहेकै छैन। बिजोग घरदेखि बाहिर निस्किनु के गर्नु। आज म छाता लिएर निस्किरहेको नि घरदेखि बाहिर। ऊ पर छ मेरो बारी, ऊ पर ऊ हो देख्नुभयो तपाईहरुलाई। त बारी त सबै हाम्रै हो। अब मैले रोपेको सब्जी चाहिँ कस्तो दामी हुँदैछ हैन नि। यो चाहिँ मुला हुँदैछ, कत्रो हुँदैछ यो मुलाहरू। यो चाहिँ यो चाहिँ मेरो धनिया हो। यो धनिया छ। यहाँ पनि मैले मुला छरेको थिएँ, खै उम्रिँदै रहेछ मजाले। यो हेर्नु त, मुला उम्रिँदै रहेछ। त्यो उइस चराहरूले खाइन्छ हैन, त्यसै गरेको नि त। चाहिँ मटर थाङ्रा अस्ति लगाएको थिएँ, थाङ्रा पक्रिँदै रहेछ यसले पनि। मटरले पनि 3-4 दिन पानी परेर नि अब आउनु नपाएर चाहिँ यस्तो भइरहेछ नि त हालत। यो निकाल्नु अब कसरी निकाल्ने, पानी झरीमा त नरम भइरहेको हुन्छ माटोमा हो, निकाल्नु सकिँदैन पानी रहेर। मुलाहरू हेर्नुहोस् न कस्तो दामी भइरहेको छ नि। अब फेरि एकलाई छाट्नुपर्छ अरे नि, त्यस्तो सागपातहरू सबै अलिअलि गरेर निकाल्दै गर्नुपर्छ। अन्त मात्रै बढ्छ अरे, त्यहाँदेखि माटो लगाउनुपर्छ भन्छ नि त, त्यसो गर्नुपर्छ। यो चाहिँ धनिया मैले कस्तो मगमग गनाइरहेको छ नि अहिलेसम्म पनि। अहिले नै कस्तो दामी छ हेर्नु नि धनिया। हामीले रोपेको मैले पनि भन्नु सक्दिनँ, म मात्रै होइन मेहनत गर्ने, सबैजना हो। मुला हेर्नु नि यहाँ कस्तो दामी भएर सही, कस्तो घोच्छ नि हौ काँराले। ऊ पर उयोहरू छ नि, के भन्छ तरुलहरू, ऊ पर खोर्सानी कस्तो रातो भएर टिप्नै ब्यागान पार्छन् पानी परेर। अब हेरेर जानुपर्छ कहिले हुन्छ। अन्त के भन्नु, अब यति नै हो। पानी झरीमा मजा लिँदै हल्का पानीको मजा के लिनु, 3-4 दिन भइसक्यो पानी परेको। कस्तो लाग्छ के लाग्छ हेरेर मेरो भिडियो लाइक सब्सक्राइब गर्नु नबिर्सिनु। थ्याङ्क यू, बाई बाई। के गर्नुभयो, बाई बाई।